हेलो एभ्रिवान, अस्सलाम वालेकुम, नमस्ते सबैजनालाई। आजको थट चाहिँ वाट टु चुज हैन, वाट टु चुज इन यर करियर फिल्ड हैन। र मेन चाहिँ यदि म कुनै 4-5 वर्ष एउटा फिल्डमा काम गरिसकेको छु अथवा कुनै एउटा स्पेसिफिक सेक्टरमा काम गरिसकेको छु भने र इफ आई रियली वान्ट टु हैन, म अब धेरैजनाको मनमा थट्स हुन्छ कि अब म नयाँ केही ट्राई गर्न चाहन्छु तर म फेरि त्यहाँ सक्सेस हुन्छु कि हुँदिनँ, अरूले के भन्लान् हैन। बिकज बेसिकली लेट्स टक अबाउट दि दिस इन्टरेक्सन काइन्ड अफ थिङ्स हैन। डिजिटल कन्टेन्टहरू जुन आजभोलि मान्छेले धेरै इन्टरेक्टहरू गरिरहेछन्, बनाइरहेछन् हैन। सो एउटा मान्छेमा हेजिटेन्ट चाहिँ के हुन्छ भन्दाखेरि जब म केही काम गरिरहेको छु र त्योभन्दा अलिक डिफ्रेन्ट, मेबी म धेरै वर्ष मार्केटिङमा थिएँ अथवा म धेरै वर्ष सेल्समा थिएँ, नाउ मार्केटिङमा सिफ्ट हुन जान्छ अथवा म सेल्समा सिफ्ट हुन चाहन्छु, अथवा तपाईँको लेट्स से अब म योभन्दा अलिकति फाइनेन्समा आफ्नो करियरलाई एकचोटि आफूलाई लर्न गर्न चाहन्छु भने मान्छेले हेजिटेन्ट हुन्छ कि के म यसमा सक्सेस हुन्छु, बिकज अलरेडी आई हेभ गिभन भेरियस इयर्स अफ माई हैन लाइफ, त्यसमै 2-4 वर्ष मैले काम गरिसकेको छु। सो त्यो डाउट मान्छेमा बेसिकली धेरै नै हुन्छ। सो वाट आई रियली वान्ट टु सजेस्ट इज इट्स अल ओन यु हैन। तपाईँले कुन कामलाई कसरी लिइराख्नु भएको छ। फर इक्जाम्पल इफ यु आर वर्किङ एज अ फाइनेन्स गाई अनि तपाईँले त्यहाँ चित्त बुझिरहेको छैन, यु नो अ लट, धेरै कुराहरू तपाईँको फाइनेन्सको बुझिसक्नु भएको छ, यु आर डुइङ ग्रेट इन द्याट पार्ट, बट तपाईँले त्यो चित्त बुझिरहेको छैन भने वाइ टु डु द्याट, द मेन इम्पोर्टेन्ट थिङ। कुनै पनि नट ओन्ली फाइनेन्स अर मेबी एनी अदर स्पेसिफिक जब्स, इफ यु आर नट इन्ट्रेस्टेड, इफ यु द्याट वर्क डजन्ट मेक यु फिल गुड हैन, ट्राई टु स्विच, ट्राई टु डु समथिङ डिफ्रेन्ट हैन। किनभने हेर, अब यो पनि भन्न सकिँदैन कि तपाईँले त्यसमा सक्सेस नै पाउनुहुन्छ वेन यु हैन। त आमिर खानको डायलग जस्तै हैन, जे तिमीले मनले भने त्यही अनुसार गऱ्यो भने यु विल सक्सेस, नो, त्यो पनि जरुरी छैन। बट वाट एउटा सेटिस्फ्याक्सन के हुन्छ भन्दाखेरि मेबी आफ्टर 10-20 इयर्स तपाईँ त्यही फिल्डमा बसेर होइन अर्को फिल्डमा जानु भएन अनि सोच्नु काश सायद मैले यो ट्राई गरेको भए सायद मेरो लाइफ अलिकति डिफ्रेन्ट हुन्थ्यो कि, अथवा जे मैले सोचेको थिएँ त्यो पाउँथेँ कि, अथवा र इन केस तपाईँ ट्राई स्विच पनि गर्नुभयो, ट्राई पनि गर्नुभयो, द रोड बिकेम होइन क्वाइट डिस्टर्बेन्सवाला भयो, तर यति सेटिस्फ्याक्सन चाहिँ के हुन्छ, एटलिस्ट मैले ट्राई गरेँ, म त्यही पर्टिकुलर फिल्डमा, त्यही पर्टिकुलर सेक्टरमा, त्यही पर्टिकुलर एरियामा बसिनँ, मैले एक्सपेरिमेन्ट गर्नु मन थियो, मैले आफूलाई एक्सप्लोर गर्ने मन थियो। सो त्यो अपर्च्युनिटी चाहिँ मैले आफूलाई दिएँ, मैले कोसिस गरेँ र एटलिस्ट आई एम द्याट्स मच सेटिस्फाइड होइन। सो त्यो सेटिस्फ्याक्सन लेभल तपाईँमा भयो भने देन यु क्यान मेक यर अदर पार्ट हुन्छ नि, त्यसलाई अझै के अरे बेस्ट मोटिभेटेड वेमा चाहिँ काम गर्न सक्नुहुन्छ। सो यदि केही कुरा नयाँ ट्राई गर्न चाहनुहुन्छ भने डोन्ट फिल हेजिटेन्ट, ट्राई इट होइन, बट सोचेर गर्नुहोस्। किन भन्दाखेरि कहिलेकाहीँ इमिडिएट केही थट्सहरू आउँछ, त्यसरी होइन, रियली थिङ्क इट कि म यो गर्न चाहन्छु कि चाहदिनँ अनि के छ मेरो थट प्रोसेस, एन्ड देन इफ यु वान्ट टु डु इट प्लिज डु इट। सो द्याट्स द वे। थ्याङ्क यू सो मच। अल्लाह हाफिज।